नेपाली मिडियामा जसरी आक्रमणहरू सुरु भयो त्यो गलत भयो। मिडिया इन्डस्ट्रीमाथि मिडिया गिरेमाथि होइन सञ्चार गिरेमाथि आक्रमण गर्नु, गाडी राख्नु अथवा बाटो अवरोध गर्नु अथवा पार्किङ गर्नु त्यो गलत काम सुरु भयो। त्यसलाई अरूले पनि अब सिको गर्न थाले। चेन्ज भइसक्यो। त्यही त अझै प्रोत्साहन दिइरहेछ अरूले। त्यसले गर्दाखेरि अब सरकार गम्भीर हुनुपर्छ। सरकारले दोषीलाई कारबाही गर्यो भने त्यस्तो घटना हुँदैन। अब सबैको अब सरकार हो विपक्षी गाडी पार्किङ गरियो, तपाईँको अगाडि गरेन यो प्राइम टाइम टेलिभिजन अगाडि त्यो बाटो छेक्ने काम त्यसरी अवरोध गर्ने काम भयो कि भएन? अहिलेसम्म भएको छैन। हुनु पनि हुँदैन होला होइन। भन्छन् नि फेरि बालेनको सपोर्ट गर्छ प्राइम टेलिभिजनले रिसिटरले भन्छन् चर्चा बढी के होइन त्यो चर्चा बढी। भन्न दिनुहोस्। म जनतालाई समर्थन गर्ने मान्छे हो, म जनताको मान्छे हो। सरकार विरुद्ध नबोल्ने तपाईँलाई मेरो पीडा चाहिँ तपाईँले हँसाउनु भयो क्या। म अहिले यो मलाई मेरो भाइ चाहिँ राम्रोसँग कुरा देखेर म एकदम पीडामा छु। तपाईँ यति तपाईँको विरुद्धको प्रश्न हुँदा पनि तपाईँ यति हाँसेर जवाफ दिनुहुन्छ, यो राज के होला त सिमलाज्यू? संसारमा रिसाउन जान्नु भएन त? रिसाउन जानेको छैन। भगवान्लाई म एकदम 10 औँला जोडेर नमन गर्छु, कहिल्यै रिसाउनु नपरोस्। तपाईँले त्यस्तो सरकार विरुद्ध प्राइम टेलिभिजन नबोल्ने